जुन चाहिँ स्याम्पल्स आउँदाखेरि चाहिँ यो बाटो आएको हुन्छ है। अनि यो बाटो आइसकेपछि चाहिँ हामीले अब यो गाडीहरू चाहिँ पार्किङ यहाँनिर गर्नुपर्ने हुन्छ है। र गाडी पार्किङ गर्नुभन्दा पहिला चाहिँ के कुरा हो भन्दाखेरि चाहिँ जुन चाहिँ मेन गेट छ त्यो मेन गेट चाहिँ यसको परनिर छ। मेन गेट देख्नुभयो, यसको यो टर्निङको पनि उतापट्टि छ मेन गेट चाहिँ। र मेन गेटबाट हामी सर्रै आइसकेपछि चाहिँ यहाँ आउनुपर्ने हुन्छ। र यहाँनिर चाहिँ तपाईँको कुनै नानीहरू पढ्छ भने प्यारेन्ट्स चाहिँ आएर चाहिँ यहाँनिर चाहिँ रिपोर्ट गरेको हुनु पऱ्यो फेरि है। यहाँ रिपोर्ट गरेर चाहिँ त्यहाँदेखि मात्रै यहाँबाट फेरि उहाँहरूलाई जानु दिन्छ। र जानु दिएपछि चाहिँ यो जग्गाबाट चाहिँ छिर्नुपर्ने हुन्छ। यो जग्गाबाट चाहिँ साइडबाट गएपछि चाहिँ तपाईँले भित्रको जुन चाहिँ ठुलो ग्राउन्ड देख्नु पाउनुहुनेछ र त्यहाँ स्कुल देख्नु पाउनुहुनेछ। यो चाहिँ हेर्नुहोस् है, स्याम्पल्स दार्जिलिङको स्याम्पल्स स्कुल्स। यो यहाँ हामीले गार्ड दाजुहरूलाई सोध्यौँ है। 1823मा चाहिँ इस्टाब्लिस भएको रहेछ। र हेर्नुहोस् यहाँको दृश्य एकदमै राम्रो छ। मैहुनाको सुटिङ पनि यहीँनिर भएको हो है। र यसको ब्याकग्राउन्ड जुन चाहिँ सिन छ, यसको ब्याकग्राउन्ड सिन चाहिँ आज चाहिँ अलिकति क्लाउडी भएकोले गर्दाखेरि चाहिँ कञ्चनजङ्घा देख्नु सकेन। नभएदेखि चाहिँ यहाँबाट मजाले कञ्चनजङ्घा देख्छ नि है साथी? दामी देख्छ नि है, कञ्चनजङ्घा देख्छ है। यहाँ साथीहरूले पनि भन्दैछ एकदमै त्यो माथिको रेन्ज जहाँनिर चाहिँ शाहरुख खान उफ्रेको जुन चाहिँ देख्छ त्यो भिडियोमा है, पिक्चरमा, त्यो एरियामा चाहिँ एकदम ब्याकग्राउन्ड सिन चाहिँ कञ्चनजङ्घाको। यहाँको जुन चाहिँ ग्राउन्ड पनि दामी छ। टप फिल्ड यहाँको चाहिँ यसलाई चाहिँ टप फिल्ड भन्दो रहेछ है। र एकदमै राम्रो छ। र तपाईँहरूको अब यो साइडपट्टि आयो भनेदेखि चाहिँ प्रायःले चाहिँ स्याम्पल्स स्कुल हामी गेटबाटै भए पनि हेर्छौँ भन्छ है। र अब यसरी देख्दैन, यहाँबाट चाहिँ यो ठुलो बिल्डिङ छ यहाँनिर चाहिँ। र त्यसले गर्दा चाहिँ स्याम्पल्स स्कुल चाहिँ छेलिन्छ। यो चाहिँ कोसिस नगर्नुहोस् तपाईँहरू कसैले पनि कि स्याम्पल्स स्कुलमा चाहिँ तपाईँहरूको स्टुडेन्टहरू छैन भनेदेखि चाहिँ तपाईँहरू यो मैहुनाको सुटिङको पिक्चर हेर्नुको लागि आउँछु भनेर चाहिँ तपाईँहरूलाई कसैले पनि ल्यायो भनेदेखि चाहिँ तपाईँहरूले देख्नु सक्नुहुने छैन। थ्याङ्क यू।